सबै हतियार हामीसँग पनि भए। हामीसँग हजारौंको जनमुक्ति सेना पनि बन्यो। हामीसँग आधार इलाकाहरू पनि भए। देशको ग्रामीण इलाका करिब करिब हाम्रो कमानमा हाम्रो नियन्त्रणमा आयो। कारण सही विचार भयो र सही विचारको आधारमा जनतासँग घनिष्ठ सम्बन्ध गर्यो भने ठुल्ठुला शक्तिहरूको पनि केही लाग्दो रहेनछ। हतियारले मात्रै पनि केही गर्दो रहेनछ। हामीले लडाईँ जितेकै हो। आदरणीय जनसमुदाय, जितेको हामीले हो। त्यसकारण संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो सपना थियो। हामीले त्यो ठाउँमा यो देशलाई पुर्याएकै हो। हामीले सबै उत्पीडित वर्ग समुदायको प्रतिनिधित्व, महिलाको, दलितको, आदिवासीको, थारूको सबैको राज्यमा प्रतिनिधित्व होस् भनेको हो। त्यो पनि अहिले एक हदसम्म भएको छ, तर पुरा अझै भएको छैन। अहिले एक थरी मान्छेहरू यो प्राप्त भएका उपलब्धि पनि उल्ट्याउने कोसिस गरिरहेका हुन्छन् बेला मौकामा। तपाईहरुले सुन्नु होला, संघीयता उल्टाउने, गणतन्त्रमाथि नै प्रश्न उठाउने, अनि महिलाहरूले पाएको अधिकार, थारूहरूले पाएको, मधेसी मुस्लिमले पाएको अधिकार खोज्ने एक थरी मान्छेको जमर्को छ। ती मान्छेहरूले राजा चाहियो भन्न खोज्छन्। हामी यो अभियानमा भएकै बेलामा काठमाडौँमा त एक खालको स्याल हुइया चल्यो, लो नारायण हिटी पसाउने रे चाहिँ ज्ञानेन्द्रलाई भने जस्तो तपाईहरुले सुन्नु भयो होला। त्यो त सम्भव थिएन, तर पनि मान्छेलाई भ्रम दिने कोसिस गरियो र हामीले अभियानलाई बीचमा रोकेर काठमाडौँ गएर झन्डै 1 लाख जनतालाई चैत 15 गते हामीले काठमाडौँमा विशाल प्रदर्शन गर्यौं। मलाई लाग्छ तपाईहरु मध्ये पनि कयौं त्यहाँ भाग लिनु भयो होला जस्तो लाग्छ मलाई। र त्यो निकै भव्य भयो, सभ्य भयो, अनुशासित भयो र संसारभरिका मानिसहरूले, राजनीतिज्ञहरूले हामीलाई बधाई दिए। अहिले देशमा सबभन्दा बढी लोकतन्त्रवादी, गणतन्त्रवादी, अनुशासित, इमानदार, नैतिकवान शक्ति भनेको त माओवादी केन्द्र र समाजवादीहरू नै रहेछन् भन्ने कुरा स्थापित भयो भने त्यही दिन राजावादीहरूले तीन कुनामा राखेको देख्नुभयो सभा। त्यो चाहिँ आतंक, हिंसा, आगजनी, हत्या, लुटपाटको एउटा वितण्डा जस्तो देखा पर्यो। र हाम्रो एकैचोट सुनारको 100 चोट, लोहारको एकैचोट भने जस्तो माओवादीको एक चोट हानेपछि राजावादीहरूको बेलुनको हावा खुस्क्यो। अब सम्भव छैन तिनीहरू। हामी अझै पनि भन्छौं त्यो दुस्साहस कसैले नगरे हुन्छ। माओवादी फेरि एकचोटि जनतासँग जोडिसकेको छ, वर्गसँग जोडिसकेको छ। करोडौं जनता फेरि माओवादीसँग। कहिलेकाहीँ त मलाई अस्ति कपिल वस्तुमा हामी सँगै थियौं, जाँदै गर्दा हाम्रो इन्चार्ज कमरेड चक्रपाणी खनाल बल्लभजीको गाउँमा हामी मर्निङ वाकमा हिँड्दै थियौं। जनताको उत्साह, कार्यकर्ताको उत्साह, माओवादी मय भएको देखेँ मैले। सबैतिर माओवादी मय भएको छ। मलाई अलिअलि डर लाग्छ कहिलेकाहीँ। त्यो प्रचण्ड मय जस्तो भइरहेको छ अहिले देशैभरि। त्यसलाई थाम्न सकिन्छ कि सकिँदैन, त्यो जिम्मा पुरा गर्न सकिन्छ कि सकिँदैन, निकै ठुलो बोझ जनताले फेरि भारी बोकाएको हामीलाई महसुस भएको छ।